नमस्ते, मेरो नाम रमेश कार्की हो। घर चाहिँ मैननगर कञ्चनपुर। हाल स्वयम्भू बस्छु। जापानको भाषा पढ्ने सपना देखेर यता प्लेसमेन्टमा आएको थिएँ। प्लेसमेन्टसँगको जोड्ने एकदम राम्रो लाग्यो। मैले दाइको थ्रुबाट यता आएको। पहिला मेरो आन्टी पनि यतिबाट जापान अहिले हाल फुकुकामा हुनुहुन्छ। उहाँले मलाई यहाँ जान सल्लाह दिनुभयो र अनि आए बुझे रमाइलो भयो। स्टार्टिङमा अलि गाह्रो भएको थियो, बिस्तारले दिनहरू बित्दै गर्दा गर्दा एकदम सहज भयो। सबै रिसेप्सनदेखि लिएर सबै सरहरू एकदम साथीभाइ जस्तै हुनुहुन्छ, त्यस्तै व्यवहार। एकदम खुसी छ म प्लेसमेन्टमा आएर। सर्वप्रथम त म जब प्लेसमेन्टमा कदम पाइला चालेँ, मैले आस्मा म्यामलाई भेटेँ सर्वप्रथम। अनि मैले अब म्याम म यसो जापान जान चाहन्छु, त्यही भएर म यता आएको। अनि मैले धेरै ठाउँको बारेमा बुझेँ, जस्तै टोकियो, ओसाका, फुकुका। अनि तीमध्ये मलाई आफूलाई मन परेको सिटी भनेको ओकिनावा। अनि ओकिनावाको लागि मैले पढेँ, मेहनत गरेँ, एप्लाई पनि भयो, सियो आयो, भिजा आयो। एकदम सिरियसली है, म साँच्चै भनेर छ, यति राम्रो यस्तो सेन्सेहरू मैले कहीँ भेटेन। मेयङ्कर सेन्से, परवेश सेन्से, अनि उहाँ म्याम, ट्याक्क नाम त थाहा भएन, एकदम राम्रो हुनुहुन्छ। धेरै भयो भनौँ नि। अरू साथीहरूले पनि अरू कन्सल्टेन्सीहरूबाट एप्लाई गरेको थिएँ, सँगसँगै भयो। तर उनीहरूभन्दा हप्ता दिन 10-15 दिन अगाडि नै मेरो भयो क्या। अब आफै बुझ्नुहोस् कतिको सजिलो भयो होला भनेर। एक्सपिरियन्स एकदम राम्रो छ भनौँ। अब स्टार्टिङमा आउँदाखेरि एकदम भनिहालेँ मैले पहिले नै, एकदम एक्लो जस्तो लाग्थ्यो स्टार्टिङमा आएको दिनहरूमा। जब दिन प्रतिदिन दिनहरू बढ्दै गए, सरहरू, रिसेप्सनमा बस्ने म्यामहरू, अनि यता पढ्न आउने 9 जिल्ला भनौँ कि 77 जिल्लाकै साथीभाइ दाजु दिदीहरूसँग घुलमिल हुँदै यस्तो लाग्यो कि यो आफ्नै परिवार हो जस्तो लाग्यो क्या। एकदम राम्रो छ, एकदम राम्रो हो। यदि हजुरहरू जापान जान चाहनुहुन्छ, भाषा पढेर, वर्किङ होस् या स्टुडेन्ट, त्यो फरक परेन। एकदम राम्रो छ प्लेसमेन्ट। स्पेसल्ली त 9 जिल्ला, दार्चुला, बैतडी, अछाम, डडेलधुरा, 9 जिल्ला। इभन म सुदूरपश्चिमको मान्छे हो, दार्चुलाबाट, पुर्खौली घर दार्चुला, हाल मैननगर बस्छु। यदि हजुरहरू यता काठमाडौँमा आएर पढ्न चाहनुहुन्छ भने पक्कै पनि हाम्रो यो प्लेसमेन्टलाई सम्झिनु होला। किन भन्दाखेरि यताको वातावरण पनि एकदम राम्रो छ। वातावरण साथसाथै यहाँका सेन्सेहरू एकदम अव्वल र दक्ष जापानिज भाषामा शिक्षा हासिल गर्नुभएको छ।